आजको स्टप मनाङ हुन सक्छ यदि समयले साथ दियो नत्र चाहिँ है लु एउटा टिपेर खानु नि त ल मनाङको भ्राताङको स्याउबारीमा एकदम बोटमै स्याउ टिपेर खाँदै ल बिपिन पनि ल खै कडाक्क नाइस आज मनाङको बसेको होटल यस्तो छ मान्छे बाल्कनी गुड मर्निङ हिजो मनाङ बसियो राति 3550 मिटरमा र आजको गन्तव्य हाम्रो हुनेछ याक खर्का जुन चाहिँ अझै 500 मिटर माथि छ र हाम्रो आज गन्तव्य सुरु भएको छ ब्रेकफास्ट गरेर हामी अहिले बिहानको कति बजी 8:30 तिर हुनेछौँ ल हुन्छ हाम्रो यहाँ अब त्यसपछि क्यामेराम्यान हुनुहुन्छ यस ल बजेको छ र हामी अहिले चिया खानलाई टी हाउसमा गएका छौँ अहिले घुमथाङ भन्ने कति 3900 मिटरमा बसेका छौँ 3900 मिटरमा छौँ सर्ट ब्रेक चिया खाँदै टक्क हिमाल हेर्दै यहाँ टक्क भ्यू एकछिन रेस्ट ल अब सानो विश्रामपछि ब्रेकपछि अब माथि जाँदैछौँ माथि अब नेक्स्ट स्टप याक खर्का जाँदैछ लेट्स गो याक खर्काबाट माथि हामी काँचो खाएर माथि डाँडामा आएको छौँ सानो हाइक एक्लिमेटाइजेसनको लागि र भोलि हामी यहाँबाट माथि जाँदैछौँ थोरङ फेदी के भन्नु छ अब ठिक छ हुँदैछ छिटाहरूसँग पछि लाग्दाखेरि पुरा खेतीको बेस क्याम्प पछि त यो यस्तो त 6-7 वटा होला अझै यस्तो डाँडा ल याक खर्काएको यहीँबाट 8:30 बजीबाट अब चिया खानलाई एकछिन यहाँ लेदारमा रोकेको छौँ हल्का पानी पनि परेको छ तातो चिया र मनमोहक हिमालको दृश्य सामना मिठो आज याक खर्का हुँदै लेदार हुँदै 4200 मिटर हुँदै आज हाम्रो नेक्स्ट पोइन्ट छ थोरङला फेदी लगभग अब आइनै गयो हिँड्ने यात्रा जारी छ
बाउ छोरासँग हिँडेको छ यहाँ बिस्तारै 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 थकाइ मार्दै पाइला चाल्दै अब पुग्दैछौँ। धेरै उचालो धेरै उकालो छैन र अल्टिट्युडको कारणले चाहिँ चाँडै थाक्ने रहेछ। जस्ट बाटो धेरै जस्तो यस्तै सिधा सिधा नै छ। अब भोलिको यात्रा अझै कठिन हुन जान्छ। त्यही भएर हेरौँ आज हाई क्याम्प बसिन्छ कि। अहिले हामी थोरङ्ला बेस क्याम्प आएका छौँ। यहाँबाट 1 घन्टा माथि हिँडेपछि हाई क्याम्प पुगिन्छ। केही क्षण विश्राम यहाँ, त्यसपछि आजको गन्तव्य हाम्रो के हुन्छ सल्लाह हुन्छ। खाँदैछ खान्छ कि अहिले धेरै खाँदा यहाँ छन् नाउरहरू 4500को फेरीमा चलिरहेको छ, घाँस खाइरहेको छ। ल आउँछु। ल रेडी भयो अब जानको लागि। ब्ल्याकबेरी आजको लास्ट हाइक 5400 मिटर। अब बिहान 3:30 बजेको छ। अब हामी लाग्छौँ सानो सर्ट स्न्याक्स ब्रेकफास्ट खाएर हामी माथि लाग्छौँ। माथि चढ्दै बिहानको 4 बजेको छ। यता थोरङ्ला हाई क्याम्पमा छौँ अहिले। 4900 मिटर। अब यहाँबाट थोरङ्ला पास गर्नेछौँ हामी। ल त हुन्छ भाउ है। ल हिँडेकै जस्तो लागेन, खुट्टा त चिलाइरहेको छ हिँड्नलाई। सबभन्दा फर्स्ट एकदम फर्स्ट हिँड्न त सकेछ। नमस्ते, हामी अन्नपूर्ण सर्किटको सबभन्दा हाइएस्ट पास थोरङ्ला पासमा छौँ। 5416 मिटर हाइटमा छ। यसलाई
बिगेस्ट पास अफ द वर्ल्ड पनि भनिन्छ। यहाँ आइरहँदा यो 5416 मिटरको उचाइ हो। यहाँ स्नो लाइन भनेर हिमरेखा 5000 मिटरलाई मानिन्छ। तर यहाँ भर्खरै पानी परेको हुनाले केही यहाँ हिमपात पनि भएको छ। तर मलाई लाग्छ यो हिउँ 5000 मिटरको भन्दा बढीको उचाइमा यहाँ हिउँ हुनुपर्ने हो, तर त्यस्तो देखिँदैन। बिस्तारै बिस्तारै हिमालमा हिउँ घट्दै गएको छ। हामीले हिमालमा पनि नाङ्गा काला पहाडहरू देखिरहेको छ। मलाई लाग्छ अब यो क्लाइमेट चेन्जले गर्दा नै हो, यो ग्लोबल वार्मिङको कारणले गर्दाखेरि यो तापक्रम बढ्दैछ। त्यस कारणले गर्दा पनि यो अवस्था आएको हुन सक्छ। र मैले देखेँ यहाँ प्राय गरी विदेशी पर्यटकहरू मात्रै यो चाहिँ ट्रेकमा आउने गर्छ। केही पोर्टर र गाइड छोडेर करिब करिब 10% मात्रै नेपाली टुरिस्टहरू पर्यटकको रूपमा यहाँ चाहिँ आउने गर्छन्। र यसलाई चाहिँ एउटा साहसिक पर्यटक रुटको रूपमा पनि विकास गर्न सकिन्छ। यसको लागि हामी सबैले चाहिँ यसलाई एउटा महत्त्वपूर्ण एउटा ट्रेकिङ रुटको रूपमा लिएर यसमा आउने चाहिँ प्रयास गरौँ। सबैलाई धन्यवाद।